साथीहरू, आज हामी बताउन गइरहेछौँ कुखुरालाई कसरी चाहिँ फाइदा लिन सकिन्छ, कसरी चाहिँ यसलाई फाइदा लिन सकिन्छ, कसरी ठुलो बनाउन सकिन्छ र कसरी चाहिँ उत्पादनमा फाइदा गर्न सकिन्छ, कसरी यसलाई कसरी खाना खुवाउँदा राम्रो हुन्छ, कसरी फाइदा हुन्छ। हाम्रो चाहिँ आजभोलि धेरै मानिसहरूले कुखुरा पालन गर्नुभएको छ र कुखुरामा कतिजनाले फाइदा गर्न सक्नुभएको छैन र कतिले चाहिँ घाटा भयो भनेर चाहिँ काम गर्न छोडिदिनु भएको छ। तर यसलाई कसरी गर्ने, कसरी चाहिँ आफूलाई फाइदा मुखी बनाउने र भन्ने कुरा चाहिँ सबैले सिक्नुभयो भने, जान्नुभयो भने तपाईहरुलाई व्यवसाय गर्दा जहिले पनि फाइदा हुन्छ। कुखुरालाई सधैँभरि प्रोटिन दाना युक्त भिटामिन युक्त दाना खुवाउनुपर्छ, किनकि सधैँभरि चल्लाहरू, यस्तो साना चल्लाहरूलाई यसलाई जाडो तातो न्यानो पनि आवश्यकता पर्दछ। यसलाई सरसफाइदेखि लिएर यसका खानामा पनि ध्यान दिनुपर्छ र यस्तै सबै कुरा मिल्यो भने, यो दाना पानी औषधि पानी मिल्यो भने यसले मनक्कै फाइदा पनि गर्दछ। र तपाईहरुलाई यसमा कसरी रोग लाग्न नदिन, कसरी यसलाई वेटदार बनाउनको लागि मुख्य भूमिका त खाना र तपाईको हेरविचारमै भर पर्दछ। किनकि तपाईले यसलाई एउटै मात्रै दाना दिनुभयो भने पनि राम्रो हुँदैन। कहिले कहिले यसलाई यस्ता सागपातहरू पनि दिनुपर्ने हुन्छ, सागहरू झारहरू पनि दिनुपर्ने हुन्छ र यसलाई मेन कुरा सरसफाइ पनि ध्यान दिनुपर्ने हुन्छ। सरसफाइ र यसलाई भिटामिन यसमा लाग्ने कुखुरामा चल्लामा लाग्ने रोगहरू समस्याहरू पनि यसलाई जान्नु पर्दछ र भनेको टाइममा तपाईले राम्रोसँग फाइदा पनि दिन सक्नुहुनेछ। किनकि चल्लाहरू उन्नत जातका राम्रो छ भने तपाईहरुले राम्रो फाइदा पनि गर्न सक्नुहुन्छ। यसलाई आफ्नै गाउँघरमा आफ्नै तरिकाले, आफ्नै गाउँघरमा राम्रोसँगले व्यवसाय गर्न सक्नुहुन्छ। कुखुरा आजभोलिको चिकन